पत्रकारिता र पत्रकारको परिभाषा अनि दायरा बदलिएको छ। पत्रकारिताका लागि व्यावसायिक पत्रकार नै चाहिन्छ भन्ने मान्यतालाई सिन्धुलीका युवाहरूले परिवर्तन गरिदिएका छन्। उनीहरू समुदायमा देखेका सवाललाई जस्ताको त्यस्तै फोटो, भिडियो, समाचार र जानकारीको माध्यमबाट सामाजिक सञ्जालमा राखेर सबैलाई सुसूचित गराउँछन् नै। मूलधारका सञ्चार माध्यममा समेत प्रकाशन प्रसारणका लागि सञ्चार सामग्रीहरू पठाउँछन्। यसबाट एकातर्फ सामाजिक सवालहरूमा नागरिकको चासो बढेको छ भने सेवा प्रदायकको जिम्मेवारी थपिएको छ। युवा आबद्धताद्वारा स्थानीय तहको जवाफदेहिता अभिवृद्धि परियोजना संयोजक रोशन तिमल सिन्हा। समुदायमा रहेका सवालहरूलाई प्रकाशन तथा प्रसारण गर्नको लागि पत्रकार नै हुनुपर्छ भन्ने जुन मान्यता थियो, त्यसलाई चाहिँ हाम्रो युवा स्वयंसेवक साथीहरूले चिर्न सफल हुनुभएको छ। नागरिक पत्रकारको रूपमा रहेर उहाँहरूले आफ्ना सवालहरू, आफ्नो समुदायका साना साना गतिविधिहरू मूलधारमा रहेका मिडियाहरूको मार्फतबाट चाहिँ विभिन्न प्लेटफर्महरूमा, राष्ट्रिय, स्थानीय र डिजिटल एवं सोसल मिडिया प्लेटफर्महरूमा चाहिँ आफ्ना सवालहरू र समुदायका गतिविधिहरूलाई प्रकाशन र प्रसारण गर्न सफल हुनुभएको छ।